गण्डकी प्रदेशका 11 जिल्ला मध्ये एक महत्त्वपूर्ण जिल्ला हो तनहुँ। व्यास ऋषिको तपोभूमि, आदिकवि भानुभक्तको जन्मस्थान लगायत धेरै ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रले निकै धनी छ तनहुँ जिल्ला। तनहुँ जिल्लाको कुल क्षेत्रफल 1546 वर्ग किलोमिटर रहेको छ। यस जिल्लाको कुल जनसङ्ख्या 3,21,153 रहेको छ, जसमा पुरुषको जनसङ्ख्या 1,50,094 र महिलाको जनसङ्ख्या 1,71,049 रहेको छ। तनहुँ जिल्लालाई 10 वटा स्थानीय तहमा विभाजन गरिएको छ, जसमा 4 वटा नगरपालिका र 6 वटा गाउँपालिका रहेका छन्। जिल्लाको सदरमुकाम दमौली अर्थात् व्यास नगरपालिकामा पर्दछ। जिल्लाका 4 नगरपालिकाहरू व्यास नगरपालिका, भानु नगरपालिका, शुक्ला गण्डकी नगरपालिका र भीमाद नगरपालिका हुन् भने 6 गाउँपालिकामा आबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, देवघाट गाउँपालिका, रिसिङ गाउँपालिका, घिरिङ गाउँपालिका र म्याग्दे गाउँपालिका रहेका छन्। यस तनहुँ जिल्लाको सिमानाको कुरा गर्नुपर्दा पूर्वमा चितवन र गोर्खा, उत्तरमा लमजुङ र कास्की, पश्चिममा स्याङ्जा र दक्षिणमा पाल्पा र नवलपुर रहेको छ। तनहुँको पर्यटकीय ठाउँको कुरा गर्नुपर्दा बन्दीपुर, व्यास गुफा, सिद्ध गुफा, छाप्दी बाराही मन्दिर, ढोर बाराही मन्दिर, भीमादको सिद्ध गुफा, सतीकोट गुफा र सतीकोट डाँडा, कोट बाराही मन्दिर, अकला मन्दिर, रघु गाउँको होमस्टे, रुम्सी मगर गाउँ होमस्टे, देवघाट मन्दिर, आदिबुल मन्दिर लगायत छन्। यस जिल्लाको सबैभन्दा अग्लो ठाउँ छिम्केश्वरी 2325 मिटर उचाइमा अवस्थित छ। सबैभन्दा होचो भाग भने देवघाट 200 मिटरमा अवस्थित छ। यस जिल्लाको सिमानामा रहेका नदीहरू मर्स्याङ्दी, त्रिशुली र काली गण्डकी हुन् भने जिल्लाको मध्यभागबाट मादी र सेती नदी बगेको छ। जिल्लालाई 2 वटा सङ्घीय निर्वाचन क्षेत्र र 4 वटा प्रदेश निर्वाचन क्षेत्र कायम गरिएको छ। हालका राष्ट्रपति रामचन्द्र पौडेल यसै तनहुँ जिल्लाको रहनुहुन्छ।